चित्त बुझेर छ छैन दाइ त्यो कमाइबाट चाहिँ सन्तुष्ट हुनु आएको गएको पनि थाहा हुँदैन कि लगानी चुर्लुम्मै हुने थुप्रै सिनेमाहरू छन्। समीर भट्ट र विराज भट्ट दाजुभाइ भन्ने कुरा आयो, आज पनि केही भन्न चाहनुहुन्छ त 12 गाउँ 2 को विषयमा? उतातिर त्यो 12 गाउँ पनि मागेको थियो। म आफू अल्छी भएर पनि हो क्या मैले त्यो डब गरेर पनि राखेको छु। मैले त्यो डब पनि गरेको छु मैले। रङ्गखबर.com सबै रङ्ग तपाईसँग। एक्सन फिल्म शिकार शिकारी बुलेट बन्ने बारुद र एक्सन जन्माउने खानी हो। आँखाले देखेका सबै कुरा सधैँ सत्य हुँदैन। राम नाम सत्य। अब यो सबै कुरा सत्य हुँदैन भन्नुभयो। अहिले दर्शकको यो माया त सत्य हो नि त। त्यो त सिनेमाभित्रको राम नाम सत्यको डायलग हो त्यो, होइन? यो अहिले यो तेस्रो हप्तामा प्रवेश गर्यो भनौँ आजबाट, है। र पहिलो दिन राम्रो सोजहरू पनि राम्रो छ र दर्शकहरूको उपस्थिति पनि राम्रो छ। धेरै धेरै खुसी लागेको छ र स्पेसली दर्शकहरूलाई चाहिँ यो राम नाम सत्य चलचित्रलाई यसरी माया गरिदिनु भएकोमा चाहिँ धन्यवाद दिन चाहन्छु। तेस्रो हप्तासम्म आइरहँदाखेरि होइन दर्शकको मायालाई चाहिँ कसरी तपाईँ सम्बोधन गर्नु चाहनुहुन्छ, होइन? किनभनेदेखि तेस्रो हप्तासम्म ल्याइदिइसक्नु भएको छ, दर्शकको उस्तै फ्लो रहेको छ। हामीले यहाँ आज हल भिजिटमा पनि हामीले देख्यौँ, होइन? एकदम दर्शकहरूको माया। सिनेमा मैले यो सिनेमा जतिखेर रिलिज भएको थियो त्यो बेला पनि सायद तपाईँहरूकै बिचमा मैले भनेको थिएँ यो अलिकति गहन विषयमा छ, होइन? एउटा एक्सन चलचित्र मात्रै नभइकन यसको अब धेरै पाटोहरू राम्रो छ क्या, होइन? एक्सन अभियसली एक्सन त राम्रो छ नै, त्यो सँगसँगै कथावस्तु मेकिङ यसको दुईटा गीतहरू पनि साह्रै नै सुपर हिट भइसकेका छन्। हरेक मान्छेको चाहिँ नि मुखमा ओठमा झुनिराखेको छ क्या गानाहरू पनि। र अलि लामो चल्छ भन्ने मैले त्यो बेला पनि तपाईँहरूको बिचमा सायद भनेको थिएँ। र त्यो चिज अहिले आएर कता कता पुगेको जस्तो पनि लागेको छ। आज तेस्रो हप्तामा पनि सिनेमा निरन्तर चलिराखेको छ र खुसी लागेको छ, धेरै नै खुसी लागेको छ। अब अगाडिको टाइमहरूमा दाइको फिल्महरू जति पनि आइरहेको थियो त्यो फिल्महरूले व्यापारिक रूपमा पनि बवालसँगले धमाका हान्थ्यो। यो पनि हानि नै रहेछ, तर पनि दाइको अनुपातमा अलिकति के भन्छ अलिक चित्त बुझेर छ छैन दाइ त्यो कमाइबाट चाहिँ सन्तुष्ट हुनुहुन्छ? होइन, सिनेमा कस्तो छ भन्नुहुन्छ भने हामी सिनेमा बनाउँदाखेरि हेर्नुहोस्, सर्वप्रथम के हुन्छ भने हाम्रो धेरै सिनेमाहरू बनिराखेका हुन्छन्, होइन? र त्यसमा कति सिनेमाहरूले आएको गएको पनि थाहा हुँदैन कि लगानी चुर्लुम्मै हुने थुप्रै सिनेमाहरू छन्। त्यसरी हेर्नुभयो भने मान्छेको चाहिँ 1.5 करोड 2 करोड 3 करोड यसरी लगानी गरेका ठुला बजेटका सिनेमाहरू पुरै डुबेको अवस्था तपाईँहरू त यो चिजलाई देख्नु भएकै छ। र त्यसरी हेर्दाखेरि हाम्रो मोटामोटी यो पनि ठुलो बजेटकै 3 करोडको बजेटको सिनेमा हो, होइन? र अहिले आएर जुन प्रकारले एउटा लगानी सर्वप्रथम त सुरक्षित भएको छ र अब प्रफिटमा पनि गइराखेको छ, त्यो हेर्दाखेरि धेरै ठुलो सफलता नै हो क्या। बाँकी अब तपाईँले दाज्नु खोज्नुभयो भने भनौँ जस्तो 12 गाउँ छ, अब त्यो अर्कै चिज हो, यो अर्कै चिज हो, होइन? 12 गाउँ दाज्दाखेरि तपाईँले भोलि 12 गाउँ 2सँग चाहिँ दाज्न मिल्ने होला, होइन?
तर यो चाहिँ नि हाम्रो चाहिँ नि राम्रो भएको छ, तेस्रो हप्तामा गएको छ र चलि नै राखेको छ, यसको कलेक्सन राम्रो पनि भएको छ र अहिलेको लागि चाहिँ एउटा चाहिँ नि भनौँ न त्यो ठुलो लगानी सुरक्षित भएको छ र अब प्रफिटमा पनि सिनेमा जाँदैछ। त्यो नै ठुलो कुरा हो। अहिलेको बेलामा सिनेमा गाह्रो छ नि, जोखिम छ नि तपाईँको त। हाम्रो जस्तै 60, 70, 80, 100 यस्तै एभरेजमा सिनेमाहरू बन्ने गर्छन्, त्यसमा कति सिनेमा कसरी डुबेका छन् त्यो बजारसँग त तपाईँहरू पनि राम्रैसँग अवगत हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि यो धेरै नै राम्रो हो। रामनाम सत्यले जुन बिजनेस गरिरहेछ अहिले चलि नै रहेछ। सबभन्दा राम्रो कुरा त के छ भने अझै चलिरहेछ, तेस्रो हप्तामा आजबाट प्रवेश गरेको छ र खुसी छौँ हामी। जस्तो अर्को चाहिँ हामीले हल भिजिटको क्रममा हामीले देखेको चाहिँ एकदम कलेजको स्टुडेन्टहरू पनि पुरै कलेज ड्रेसमै आउनु भएको छ फिल्म हेर्नको लागि। दोहोऱ्याइ तेह्राइ हामीले हेऱ्यौँ। आज त विराज भट्ट दाइलाई पनि भेटियो भनेर एकदम खुसी व्यक्त गर्नु भएको छ कि यो स्कुल ड्रेसमै अनि कलेज ड्रेसमै आउने फ्यानहरूलाई चाहिँ के भन्नुहुन्छ दाइ? होइन, सबै फ्यान मेरो लागि उत्तिकै हुन्, बराबरमा होइन। र सब मेन चाहिँ के हो भने फ्यानले मात्रै सिनेमा हेर्नुभन्दा पनि हामीले सिनेमा उहाँलाई इन्टरटेन गर्ने सिनेमा बनाएको छौँ कि छैनौँ, उहाँले हेरेपछि उहाँको पैसा असुल हो कि होइन, बेकारमा हेरिएछ भन्ने चिज चाहिँ आउनु भएन कि। वर्ड अफ माउथ राम्रो जानुपर्छ सिनेमा हो। हेर्ने मान्छेले राम्रो छ है, हामीलाई रमाइलो लाग्यो होइन, सिनेमा हेरुन्जेल बोर छैन, एक्सन इमोसन एभ्रिथिङ सबै राम्रो छ, मेकिङ मजाको सिनेमा छ भन्ने भयो भने नै यसरी तेस्रो हप्तासम्म चल्ने हो। नत्र त सिनेमा त देखिराख्नु भएको छ, सिनेमाहरू त 2-4 दिनमै उत्रिहाल्छन् होइन। कसैले रोक्नु पनि सक्दैन, कसैले थाम्नु पनि सक्दैन। यसलाई चलाउने पनि दर्शक हुन्, उतार्ने पनि दर्शक हुन्। दर्शकलाई चिज मन पर्यो भने चल्ने हो। र यो रामनाम सत्यको टिमले बनाएको रामनाम सत्य जुन चलचित्र छ त्यो चाहिँ त्यसको लागि चाहिँ यसको डिरेक्टर, यसका चाहिँ टेक्निसियन होइन, यसको एक्सन मास्टर, यसको डान्सको कोरियोग्राफर, सबै अन्य सम्पूर्ण कलाकारहरू सबैलाई चाहिँ म बधाई दिन चाहन्छु। राम्रो चलिराखेको छ, खुसी लागेको छ। अब 12 गाउँको पनि चर्चा हुन थालिसकेको छ। प्रत्येकचोटि केही न केही तपाईँले क्ल्यु दिइराख्नु भएको छ। भर्खर मात्रै खुसीको एन्ट्री भन्ने कुरा आयो, त्यहाँभन्दा अगाडि समीर भट्ट र विराज भट्ट दाजुभाइ भन्ने कुरा आयो। आज पनि केही भन्न चाहनुहुन्छ त 12 गाउँ 2 को विषयमा? खुसीको एन्ट्री त जहिले पनि भइरहन्छ नि। यहाँ यो आज तेस्रो हप्तामा हासिल हुँदाखेरि म पनि खुसी छु, तपाईँ पनि खुसी हुनुहुन्छ। यहाँ खुसीको एन्ट्री भइहाल्यो। यसमा कस्तो छ भने अब थुप्रै सुटिङ पनि चाँडै हुन्छ। अब यसको काम भइरहेछ, विभिन्न सेटको कामहरूदेखि लिएर लोकेसनको प्रपर्टीहरू, कलाकारहरू, अब धेरै चिजहरू मिलाउनु पर्ने हुन्छ नि त। त्यो सबै चिजहरू म यो सिनेमा रामनाम सत्यको प्रमोसनमा पनि सके जति समय दिइरहेको छु र त्यो सँगसँगै त्यो पनि मलाई त प्रेसर छ कि त्यो सिनेमा पनि सँगै गर्नुपर्ने छ होइन। त्यसले गर्दाखेरि त्यो अब छिटै नै सुरु हुन्छ, छिटै सुरु हुँदैछ र कलाकारहरू अलमोस्ट धेरै भइ पनि सकेका छन्। अब बिस्तारै बिस्तारै त्यो कलाकारहरूको पनि म तपाईँहरूलाई अवगत गराउने छु, को कसरी भित्रिएका छन् यसमा, कुन भिलेनहरू को छ, अन्य क्यारेक्टरहरू को छन्, अन्य नायिकाहरू को छन्, त्यो सबै कुराहरू तपाईँहरूलाई थाहा हुँदै जानेछ। जस्तो अब यो चर्चाको कुरा भयो नेपालमा चाहिँ, जस्तो तपाईँले पनि सहकारी गरेको परागजीहरूको इन्टरभ्यूहरू आइरहेछ नि, एउटा पोडकास्ट टिकटकतिर पनि भाइरल भएर खुब तपाईँको प्रशंसा भइरहेछ। अनि त्यहाँ पनि प्रशंसा भइरहँदाखेरि कस्तो लाग्दो रहेछ त? यो एउटा इन्डस्ट्रीमा तपाईँ पनि त्यहाँको स्टार हुनुहुन्थ्यो एक टाइम हुनुहुन्थ्यो नि त होइन। अहिले त्यहाँको दर्शकले पनि मिस गरिरहेको भन्ने खालको कुरा पनि उहाँहरूबाट सुन्न पाउँदा चाहिँ कस्तो लाग्दो रहेछ? म त्यतातिर भनौँ न भोजपुरीमा काम गर्न गएपछिको एउटा माहौल थियो होइन, जुन त्यहाँका थुप्रै सिनेमाहरू हिट सुपर हिट भए मेरा होइन, र दर्शकहरूले अत्यधिक माया पनि गरे। त्यही बेला चाहिँ नि अब विभिन्न डिरेक्टरहरू, प्रोड्युसरहरू सबैसँग काम गरियो र अहिले त्यहाँ मेरो नहुँदाखेरि उहाँहरूले जसरी सम्झिराख्नु भएको छ त्यसको लागि चाहिँ नि म ती सबैलाई धन्यवाद दिन चाहन्छु। आभारी छु उहाँहरूको। उहाँहरूले पनि राम्रो राम्रो सिनेमाहरू मलाई दिएका थिए त्यहाँ, र दर्शकहरूको माया त सदैव मेरो हृदयमा रहन्छ। चाहिँ हाम्रो लागि दर्शक जुनै भाषाको भए पनि उत्तिकै हुन् होइन। त्यहाँ पनि साह्रै नै माया दिएका थिए। एउटा नेपालको कलाकार भनेर होइन, नेपालको हिरो भनेर नै माया गरेको हो मलाई। त्यसले गर्दाखेरि त्यो ठाउँमा पनि जुन प्रकारले म जोडिएको छु त्यसको पछाडि
हाम्रो नेपाली फिल्म इन्डस्ट्री हाम्रो चाहिँ कहिले पर्दामा भेट होला भन्ने चाहिँ त्यो दाइ के छ त्यस्तो त्यो मलाई थाहा छैन कहिले भेटाउँछु कहिले बोलाउँछ बोलाएपछि जान चाहिँ जानुहुन्छ होइन बोलाएपछि भन्दा पनि अब अहिलेको लागि चाहिँ तपाईँ कसरी बुझ्नुहोस् भने म यतातिर धेरै बिजी छु होइन नेपाली चलचित्रमा आफै प्रोडक्सन हाउस खोलेर बसेको छु होइन आफ्नै निर्माण आफ्नै लगानी सबै चिज आफूले गर्नुपर्ने भएर मलाई अहिले बोलाइहाल्ने बित्तिकै गइहाल्न सक्ने कन्डिसन पनि नहोला व्यस्तता बढी छ र सही समयमा अलिकति फुर्सद दिलो समयमा राम्रो उचित प्रोजेक्टहरू आउँदाखेरि पक्कै पनि काम गरिन्छ गरेको ठाउँमा नगर्ने भन्ने कुरै छैन दाइ मेरो लास्ट क्वेसन होइन जस्तो यति बवाल एक्सन सहितको फिल्म हाम्रो होइन राम नाम सत्य छ यो फिल्मलाई चाहिँ हिन्दी डबमा होइन इन्डियामा चाहिँ रिलिज गरौँ भन्ने चाहिँ कतिको लाग्छ दाइ होइन र दाइको किनभनेदेखि त्यहाँनिर फ्यान पनि हुनुहुन्छ नि त त्यो भएकोले गर्दाखेरि त्यो दर्शकको अपेक्षा पनि होला के छ दाइ सोच्नु भएको छ यो हुन्छ अहिले तपाईँको विभिन्न माध्यमबाट पनि हुन्छ होइन र त्यसको लागि चाहिँ नि मलाई जहाँ तक लाग्छ म नितान्त एउटा कलाकारको रूपमा हो यसमा उहाँहरूलाई अफर आउँछ पनि उतातिरबाट अफर आउँदाखेरि मैले गर्नुपर्ने सहयोग होइन त्यहाँ मान्छेहरू भेटाइदिने कुराहरूदेखि लिएर त्यो मेरो आफ्नो जुन रिलेसन पनि छ त्यसमा मैले हेल्प चाहिँ पक्कै गर्छु र नितान्त यो विषयमा विचार गर्नुपर्ने हाम्रो भनौँ न यो सिनेमाका निर्देशक र प्रोड्युसरले नै हो जस्तो लाग्छ मलाई चाहिँ भनिसकेपछि दाइको आफ्नो डिरेक्सनको फिल्म चाहिँ होइन 12 गाउँ 2 चाहिँ जान्छ दाइ त्यो मलाई हेर्नुहोस् उतातिर त्यो 12 गाउँ पनि मागेको थियो म आफू अल्छी भएर पनि हो क्या मैले त्यो डब गरेर पनि राखेको छु मैले त्यो डब पनि गरेको छु मैले स्टुडियोमा गएर डब गरेर त्यो ट्रेलर पनि बनाएको छु मैले त्यो यहीँ छ मैले अलिकति त्यो वास्ता नगरेर मात्रै हो तर अब 1 र 2 लाई निकाल्ने गरेर काम गर्नुपर्छ मैले 2 चाहिँ पक्कै पनि यसपालि त्यसरी गर्छु अल द बेस्ट दाइ थ्याङ्क यू थ्याङ्क यू सो मच राम नाम सत्य राम नाम सत्य थ्याङ्क यू